आज चाहिँ हाम्रो दिदीहरूलाई खिर खान मन लागेर मैले खिर बनाउन गएको। मलाई खासै खिर बनाउन आउँदैन अनि दिदीहरूले सिकाउनु भएको अनि म सोध्दै सोध्दै खिर बनाएँ। 4 लिटर दुध बसालेको थिएँ मैले अनि यो चाहिँ नयाँ तरिका लाग्यो। मैले अरू बेला यस्तो देखेको थिएन अनि मैले उता दुध उम्लिसकेपछि यता चाहिँ अनदीको चामल राम्रोसँग केलाएर त्यसमा घिउ राखेर मिस्न भन्नुभयो दिदीले। चामलमा घिउ राखेर मोलेपछि त्यो चामल चाहिँ उम्लेको दुधमा राखेर राम्ररी पकाउन लागेँ मैले। कस्तो राम्रोसँग पाकिरहेको थियो। मैले चाहिँ 4 लिटर दुधमा 5 मुठी अनदीको चामल राखेको थिएँ। पुरानो अनदीको चामल थियो अनि त्यसपछि राम्रोसँग पाकियो। हेर्नु त एकदमै रेडी हुन लागेको छ। अनि ल्वाङ नै सुकमेलको भित्रको दाना राखेँ अनि चिनी राखेँ राम्रोसँग चलाएँ। ल हेर्नु खिर कस्तो मिठो। चाहिँ खासै खिर मन नपर्ने मान्छेलाई पनि एकदमै मिठो भयो अनि एकदमै मिठो लाग्यो खिर। हेर्नु त यसरी बनायो भने साह्रै मिठो हुँदो रहेछ।